बुवा चाहिँ उतापट्टि हुनुहुन्छ होइन मैले के भन्यो भने यहाँ टक्क मोबाइल राखेको थिएँ नि त्यस पछाडि रियाक्सन हेरौँ बुवा केही देख्नु आएको छैन हात चाहिँ अहिले ल्याउनु नि त नि हेलो साथीहरू नमस्ते एन्ड वेलकम ब्याक टु माई च्यानल म ईश्वर तिमल सिन्हा आयो हजुर सबैजना सन्चै आरामै हुनुहुन्छ होला अनि म पनि एकदम ठिक छु कहाँ आइपुगेको छु भन्ने कुरो हल्का थम्बनेलबाट थाहा पाइसक्नु भएको छ यस म ताम्राकार कम्प्लेक्समा आइसकेको छु अब यहाँ चाहिँ आज बुवालाई चाहिँ हामीले दिदी र म भएर चाहिँ एउटा सानो सरप्राइज दिउँ कि भनेर सोचेको थियौँ होइन त्यो कारणले गर्दाखेरि हामी ताम्राकार कम्प्लेक्समा आइपुगिसकेका छौँ अब के लिने कस्तो लिने भन्ने चाहिँ हामीले डिसिसन गरिसकेका छैनौँ त्यसको लागि खोज्नै बाँकी छ फर्के भोकै मोबाइल सिधा गर्नु न ल लेट्स गो कुन लिने त स्यामसङ रेडमी कुन लिने स्यामसङ रेडमी गएर हेरौँ न कुन राम्रो हुन्छ त्यही लिउँला गएर हेरौँ कुन राम्रो हुन्छ त्यही लिउँला है ल त माथि चल्ने सो मैले यो मेरो आइफोन 10 छ नि 10 पनि लगभग यहाँबाट ल्याऊ कुन चाहिँ उसबाट ल्यायो भन्ने चाहिँ मलाई थाहा छैन धेरै छ नि त है त्यो सायद मान्छे पनि बिर्सिसक्यो होला मैले माथि तपाईँले कहाँ ल्यायो मोबाइल हजुर र चाहिँ धेरै टाइम पछाडि चाहिँ हामीले विचार गरिरहेको थियौँ यो बुवालाई चाहिँ एउटा चाहिँ अब लिइसकेपछि के सेकेन्ड ह्यान्ड लिनु होइन धेरै सल्लाह गरिरहेको थियो खासमा बुवाको फादर डेकै अवसरमा चाहिँ हामीले गिफ्ट गर्ने कि भन्ने सोचेको थियौँ है त्यो टाइममा फेरि म घरमा भएन क्या त्यो टाइममा चाहिँ म हलेसीमा थिएँ अनि अब औँसी फादर डे आउनलाई त फेरि कति बाँकी छ नि त अस्ति हालसालै मदर डे गयो त्यो टाइममा नि गर्ने भने त्यो कारणले प्राविधिक कारण या आर्थिक कारणले गर्दाखेरि हामीले गिफ्ट गर्न सकेनौँ सो अब अहिलेलाई चाहिँ अब चाहिँ गरौँ न भन्ने हामी दुईजनाले सल्लाह गऱ्यौँ अनि अब फेरि पुरानो के बोक्नु यार हामी लेटेस्ट बोक्ने है अनि हामीले चलाउनु छोडेर चाहिँ जुन नचला सेट हुन्छ नि अनि स्लो भएको सेट चाहिँ बुवालाई कति स्लोमा त दिने त अलिकति अब लेटेस्टै बोक्नुहोस् बुवाले पनि अनुभव गर्नुहोस् नयाँ लेटेस्ट फोनको भनेर हामी चाहिँ अब धारे काठमाडौँ ताम्राकार कम्प्लेक्समा आएका छौँ अब कुन मोबाइल लिने भन्ने कुरो चाहिँ अब हामीले डिसिसन गरिसकेका छैनौँ हेर्छौँ मोबाइल पहिला पुग्छौँ सायद अब रेडमी या ओप्पो या स्यामसङ कुन हुन्छ यी तिनवटामा एउटा हुन्छ जस्तो लाग्छ मलाई रियाक्सन के आउँछ त्यसको लागि चाहिँ हामी वेटिङमा छौँ पहिला अब मोबाइल सर्च गरौँ है त एकचोटि मोबाइल हेरौँ ल रुममा गइहाल्नुपर्छ ल अब तपाईँले चाहिँ होइन बुवाको आँखा छोपेर यता ल्याउनु यता रुममा आँखा छोपेर ल्याउनु न आँखा छोपेर ल्याउनु के छ के रिएक्सन गर्न आएको भाइले के भिडियो बनाउन आएको तपाईँलाई केही लागिरहेछ छ कि छैन खै आँखा छोपेकै छैन अनि त बुवा केही देख्नु आएको छैन हात चाहिँ अहिले ल्याउनु नि त नि अनि ल अब के होला जस्तो एकचोटि सोच्नु भयो बुवा के होला जस्तो लाग्छ ल यतै आउनु यतै लिभिङ रुमपट्टि आउनु ल आउनु ल पाउनु एकचोटि छोप्नु है ल समात्नु हात ल्याउनु ल छोडिदिनु के गर्नु खोजे यो मैले कसरी चलाउने के गर्ने बट्टा कसरी खोल्ने वुमेन बट्टा कसरी खोल्ने हो नयाँ एन्ड्रोइड मोबाइल चलाउने कसरी चलाउने हो अब मसँग 2-3 वटा मोबाइल अरू छन् के गर्ने थियो मोबाइल यो म बोक्ने हो बुवा दुईवटा रहेछ तपाईँसँग अनि दुईवटा रहेछ त पुरानोले मै ल्याउँला भाइ है रेडमी 13 रेडमी 13 मोबाइल ल अब खोल्नु बिस्तारै यसरी हो
उयो भाइ बस्नु न अब यस्तो कहिले किनेको थिएन यसरी हजुर यो तपाईँको के नयाँ के अरे पहिला त तपाईँले एउटा मोबाइल किनिसक्नु भयो त पहिला किनेको त्यो एउटा सिडिएमए सेट त कति सालमा किनेको 3300 थियो सम्पूर्ण सेटको 3300 त्यतिखेरको समयमा सिडिएमए 3300 मा किने अनि त्यसपछि तपाईँले नयाँ किन्नु भयो कि किन्नु त्यसपछि नयाँ मोबाइल किनेको छैन ए छोराहरूले नै जलाएर थोत्रो पारेको मोबाइल चलाउँदा कोही बुहारीका कोही छोराका त्यसरी चलाउनु भयो चलाइ यसरी होइन बुवा यसरी यसलाई छ यसरी यसरी ल हलाउन न मोबाइलको कभर हो बुवा त्यो चाहिँ कभर है बुवा ओहो मेन सामान त निस्किँदै छ नि ल ए बधाई होस् I am lost. यो भित्र के छ भनेर हेर्नु नि भयो त्यो भित्र अर्को कार्टुन भित्र के छ यसो हेर्नु होइन यहाँ त्यो भित्र पनि के छ कि छैन केही छ कि केही छुनु पर्छ होला ए चार्जर रहेछ हैन ए चार्जर यो पनि चाहियो ए चार्जर 4000 को 4000 मोबाइल पनि आयो 4000 पनि आयो मोबाइल पनि आयो 4000 पनि आयो यो मोबाइल पनि आएको 4000 नि आएको 4000 पनि आयो त्यसपछि बुढो मान्छेलाई हैन अब आनन्दले सुन्नुहुन्छ भनेर त्यही कहिले के यसो डिस्टर्ब भयो भने कहिले डिस्टर्ब भयो भने यताउता गर्नलाई यो क्याटेको होइन भयो त्यो त के हेर्ने त्यहाँ यो भित्रको कभर हेर्नु ल कभर नि हाल्नु त पनि छ कभर हाल्नु त कभर नि हाल्नु तपाईले अब नयाँ कभर है नयाँ कभर अब यो मोबाइल त पुरा अब दुईटा अलरेडी छ है दुईटा त देखाइदिउँ पर्दैन किन देखाउनु छ भन्ने थाहा त हामीलाई यसलाई अलिकति बुवालाई चाड इयरफोन पनि बुढो मान्छेलाई यसो सुन्नलाई हुन्छ भनेर इयरफोन पनि छ बुवा अब मैले भलक बनाउने भएँ अब भलक बनाउने ल अब भलक बनाउँछु म अब सारा चाहिँ नि किताबका नयाँ पुराना कुराहरू यसमा मजाको फेरि ठाउँ पनि मजाको छ 256 GB छ बुवा यसमा 8 GB को 256 ल 256 छ बुवा मजाले ल यो चाहिँ अब यो चाहिँ तपाईको कान्छी छोरी र कान्छो छोरोको गिफ्ट है ल तपाईलाई अब यो के रे औषधितिरै गर्ने सोच थियो है अब विभिन्न कारणले प्राविधिक कारणले गर्दाखेरि चाहिँ यो दिदीभाइ मिल्यौ मिल्यो बुवा एक्लै ल्याउन नसकेला यतिसम्म नगरे फेरि भोलि हो त्यो के अन्त अब के अन्त अलि आइहालेछ भन्नु फेरि त आउनु त अहिलेसम्म मिल्छ सिम नहालिन्छ फेरि होइन भाइको नल्याऊ भाइको नल्याऊ आउ नगर्नु भने अब फेरि दुःख दिनु म तिमीलाई नगर्नु गरिहालेछौ अच्छा सानो बच्चाले गरेर गल्ती सम्झेर म माफ गर्छु यो मैले यो अब ल्याउनु भनेको थिएँ मसँग दुईवटै थिएँ ल्याइदिएछु भइगयो अब गल्ती नगर अब गल्ती नगर अब गर्दैन अब गर्नु पटक पटक यस्तो गल्ती र कस्तो लाग्यो त अनुभव यसो अलिअलि अनुभव सुन्नु मलाई धेरै राम्रो लाग्यो यता हेर्नु नि यता मोबाइलले मलाई साह्रै दुःखहरू त दिइरहेको थियो होइन मोबाइल खोलो अनि त्यो घट्ट घुमे चाहिँ घुमे गर्छ अनि त्यो घट्ट घुमे चाहिँ घुमे गर्छ 1 मिनट है अनि त्यो 1 मिनट घट्ट घुमिसकेपछि पनि अनि कन्ट्याक्ट गर्न खोज्यो त्यो सर्दैन यो
ए भनेपछि तपाईको दुईटा मोबाइल ह्याङ हुन्थ्यो के हैन दुईटा मोबाइल चाहिँ थियो तर नाम मात्रैको थियो नामका हैन थिए होइन नामका र कामका थिए काम पनि चल्न चाहिँ चलिरहेको चलेको थियो अनि अब त्यो गर्थ्यो अनि एकछिन पर्खो अब फोन उठाउँदा बोली हुँदैन कहिले है कहिले के हुँदैन कहिले चार्ज हुँदैन कस्तो लाग्यो त त्यो समस्या अब त्यो समस्यालाई पछि हालेर यो समस्यालाई चाहिँ यो चाहिँ एउटा मलाई भित्र आत्माले चाहिँ सोचेकै पनि थिएँ है गल्ती त हामीले सही नै गल्ती गरे हो नेपाली हो नि गल्ती राम्रै गरेर सोचेको थियो एउटा चाहिँ अब लिनै पर्छ भन्ने मैले सोचिरहेको थियो अब तिमीहरू दुइटै मिलेर ल्याइदिएछौ धन्यवाद छ खुब राम्रो होस् होइन यता हेर्नु यता हेरेर भन्नु न राम्रो होस् तिमीहरूको भलाइ होस् अब आत्मा मोबाइल हेरेरै हुनुभयो क्या आत्मा सम्झेर आत्मा सोचेर ल्याएछौ अब यसमा मेरो दुःख बनाउ छैन यो राम्रो गल्ती गरेछ तिमीहरूले यो गल्तीलाई मैले स्वीकारेँ चाहिने नै गल्ती गरेछौ ल बच्चा बेला पनि धेरै गल्ती गरेको थियो होला होइन यो चाहिँ चाहिनेवाला गल्तीमै पर्यो नि त बुवा त्यसो भए धेरै राम्रो काम म खुसी भएँ प्रफुल्ल भएँ अब 256 होइन भाइ कति हो मजाले 8 होइन एकछिन खोल्नु नि त बुवा मोबाइल अन गर्नु न उल्टो गयो उल्टो यता यो चाहिँ माथि यो चाहिँ माथि हो नयाँ मोबाइल आज बुवाले हामीले गिफ्टेड गरेछौँ है ल थ्याङ्क यू सो मच दिदी ओके थ्याङ्क यू फर योर अल लभ एन्ड सपोर्ट एन्ड फाइनेन्सियल सपोर्ट अल्सो नट ओन्ली लभ थ्याङ्क यू सो मच मी ल अब बुवाले नयाँ फोन चलाउनु भयो टेम्पर ग्लास हालिरहेछ छ होइन टेम्पर ग्लास अलरेडी छ भने चाहिँ टेम्पररी ग्लास खै हेरौँ त बुवा छ भाइ के हेर त छ टेम्पररी ग्लास कभर यो चाहिँ नयाँ फोन हो है ट्याक्क 8 GB ऱ्याम अनि 256 GB तपाईँको यसको इन्टरनल स्टोरेज छ मजाले भिडियो बनाउनु मिल्छ भिडियो क्यामेराको क्वालिटी नि राम्रो छ है सबै हेरेर हामीले लिएर आएको यो बिल र वारेन्टी कार्ड राम्रोसँग ए हेर ल आजको ह्याप्पी इन्डिङ गरियो आजको यो कस्तो लाग्यो तपाईँहरूलाई मन परेमा लाइक सेयर सब्सक्राइब गर्नु होला भन्दै आजको भिडियो हामी यतिकै टुङ्गाउन चाहन्छौँ बुवा अन्तिम अब धेरै धेरै राम्रो भयो म खुसी भएँ अब मेरो यो चाहिँ नि खेलाउना भयो के एउटा खेलाउना मजाले खेलेर बस्ने समय बिताउने होइन यताउति सिलेक्ट भर्ने सिलेक्ट गाना बजाना गीतहरू यताउति सबै चाहिँ गर्ने सेभ गर्ने रेकर्ड गर्ने सबैहरू कामहरू अब यसबाट हुन्छ ल सी यू बाई बाई जय नेपाल